तिल गाउँमा त्यो घटनास्थल भएको ठाउँबाट हामी 5 जना यता तालमा जुन गुगल म्यापमा देखाएको थियो नि त त्यो तालसम्म हामी आए थिए अनि हामी बिहान 4:30 देखि अहिले लगभग 1 सम्म यता 1 बजे यता आइपुग्यो अनि लाग्ने चाहिँ 8.5 घण्टा जति लाग्यो यतासम्म अनि अहिले हामी उचाइ चाहिँ 5350 मिटरमा छौं अहिले अनि यो चाहिँ दुईटा ताल रहेछ एउटा यो रहेछ एउटा ताल चाहिँ अनि अर्को चाहिँ उत्तो ताल त्यो ताल अब त्यसको कारण चाहिँ के हो रहेछ भने चाहिँ अब हामी 5 जनाले यतिकै अन्दाज गरेर हेरेको चाहिँ जुन अब पानीहरु माथि बरफ छ अनि तल चाहिँ बरफको मुनि चाहिँ पानी छ नि त त्यो पानीहरु चाहिँ तल जमिन भित्रबाट गएर अनि तल यहाँदेखि तल 1 किलोमिटर सम्मकोमा जमिनबाट निस्किएर आएको रहेछ अझै पनि अहिले बरफहरु धेरै छ अनि माथि पनि हिउँ तल कालसम्म आउनेको सम्भावना धेरै छ अहिले जुन उता हिमालमा छ नि त त्योहरु पनि सुक्खा पहिरो बन्न मिल्दैन पानी पहिरो आएछ नमाथि केही पत्ता लागेछ आज यो हेर्दाखेरि माथि ताल रहेछ अब यो भर्खर मैले हिजो के भनेको छु भन्दाखेरि उहाँहरूले त्यहाँ माथि पत्ता लगाउनसम्म तपाईहरु त्यहाँ घरभित्र कसैको नसुत्ने पारी त्यो गाउँको पारी त्यो सिम छ त्यहाँ त्यही पालसाल टाँसेर सबै बिचरा त्यहाँ 32-33 जना छ त्यहाँ अहिले मान्छे संख्या सबै उद्धार गरेर उधा बजिएर त्यही सुन्न लागेछ अनि त्यहाँ सामान सब उधा जम्मा गर्ने कहिले झ्याप्पै अझै पनि आउनु पनि सक्छ हामी अनुभव त्यति हुँदैन त्यहाँ के छ कि ताल छ कि अथवा के छ कि भनेर भने खास गरी आउने उ चाहिँ पानी पहिरो आउने ठाउँ नै त्यही होइन फेरि अब एकदम झुक्कीमा अहिले के छ भन्दाखेरि अब गाउँको नजिक तपाईको 2 मिटर 3 मिटर होला सिर्फ यति मात्र छ अनि त्यो गाउँ गइसकेछ घर त्यो दुईटा घर छ त्यहाँ त्यो दुईटा घर त 3 बढीमा 3 मिटर जति छ त्यतिसम्म पुगिसकेछ नजिक अब मैले के देखिन्छ भन्दाखेरि अहिलेसम्म त्यति मान्छेले केही भएको छैन घरले पनि त्यति भत्केको छैन अब तपाईको क्षतिपूर्ति त्यति नै हो अब एकदम झुक्कीमा देखिन्छ अब एक त त्यहाँको मान्छेले तुरुन्तै गर्नुपर्ने त्यहाँ खाने पनि आवश्यक छ भत्किए जति भत्किसक्यो बाँकी रहेको पनि पानी छैन त्यो पनि छ अब सरकारले एकदम ध्यान दिनुपर्ने के देख्यो भन्दाखेरि कि त त्यो उद्धार गरेर पारी कहाँ सुरक्षित ठाउँमा के सान्नु पर्यो घर कि त त्यो गाउँले अलिकति के तोरबन्दन लाया हुन्छ कि के गरे हुन्छ कि एकदम यो त सानो दिनु त्यो हाम्रो स्थानीय वडा जस्तो पालिका जस्तो सक्ने खालको उ पनि छैन फेरि एकदम झुक्कीमा छ त्यहाँ अब एकदम झुक्कीमा छ तिनै गाउँ एक त दुर्गुम नै पर्यो पहिले सबभन्दा दुर्गुम बनेको हाम्रो लिमी बनेर अलि बल्ल बल्ल अब चिनिरहेछ पहिले त कहाँ चिन्थ्यो त लिमी भन्ने नाम मात्र सुनै थियो कसैको ध्यान छैन कसैको के मतलब नै छैन फेरि अब म अहिले दुःख कुरा के गर्न चाहन्छु भन्दाखेरि यति मैले जानकारी गरे जिल्लामा पनि जानकारी गरे पालिकामा पनि जानकारी गरे मैले गर्ने जति जानकारी सूचना गर्दै गर्दै गए त्यहाँ अनि कसैको ध्यान दिएर अहिलेसम्म कसैको बिचरा पुलिस मात्र पुगेछ यहाँ अनि कुनै कहाँ सरकारी कोहीबाट अनि यहाँ हेर्नको लागि अथवा यहाँ ड्रोनको व्यवस्था हुन्छ त्यहाँ माथि ड्रोन उठेर केही क्यामेरा खिच्नु हुन्छ कि भनेर कसैको ध्यान दिएको छैन मैले अनि के भने त्यही स्थानीयसँग अनि अब के गरौँ त हामीले केही पनि साधन छैन अनि तपाईको त्यहाँ यहाँको अलिकति थाहा भएको बाटो थाहा भएको मान्छे जति तपाईँ यहाँबाट गएर आफ्नै त्यही दुःख गरेर हेर्नुपर्ने हुन्छ खास गरी सरकारले हेर्नुपर्ने हो हेलिकप्टर आउनु आए पनि त हुन्थ्यो नि कहाँ कहाँ जान्छ यस्तो बेला त सरकारले हेलिकप्टर व्यवस्था गरे पनि हुन्थ्यो भन्ने कुरा भयो अनि के गर्ने त मैले गर्ने शक्ति जति त्यही हो भनेर भनिदियो त्यो चाहिँ दुःख लाग्दो कुरा हो एकदम अब सबैको केही कसैको ध्यान नदिए जस्तो देखिन्छ आज 4 गतेसम्म कोही आए छैन सुनसान छ अहिले उनीहरूको रिपोर्टले हेर्दाखेरि तपाईको अहिले त्यो तालहरू भत्किएर सबै खाली भइसकेछ अब अहिले ठाडो मात्र बाँकी रहेछ अब फेरि पानी पर्यो भने त्यहाँ बढ्ने सम्भावना हुन्छ बढ्यो भने फेरि भत्किन्छ त्यहाँबाट अब त्यसको लागि
एकदम झुक्कीमा देखिन्छ।